Hello everybody. So let's see how I cook the च्याउको सब्जी. So first of all चाहिँ मैले यहाँ च्याउ केलाएर ठिक्क पारेँ. त्यस पछाडि चाहिँ मैले एउटा कम्तीमा पानी बोइल गर्नलाई बसालेँ र पानी बोइल भएपछि त्यसमा मैले हालेँ च्याउ र यसलाई चाहिँ अलिक बेरसम्मको लागि मजाले पाक्न दिनुपर्छ र मैले पाक्न दिएँ. हाम्रो च्याउ चाहिँ मजाले बोइल भएर पाकिसकेको छ. सो अब चाहिँ म यसलाई निकाल्छु र निकालेर अब यसलाई म तार्छु, यसको पानी तार्छु. त्यस पछाडि अब चाहिँ यसलाई मजाले पखाल्छु, गनाउँछ नि त फेरि. सो यसलाई चाहिँ मैले मजाले पखालेँ. मजाले पखालिसकेपछि अब चाहिँ पालो आयो पकाउने. सो मैले चाहिँ यता आगो बालेँ अनि अब यसमा चाहिँ एउटा कन्ती बसाएँ केमा पकाउने होइन. सो कन्ती बसाएँ. त्यस पछाडि अब चाहिँ पालो सबै इन्ग्रेडियन्ट्सहरू हाल्ने. सो फर्स्टमा चाहिँ मैले हाल्छु कन्ती तातेपछि तेल. सो अब म चाहिँ तेल हालेँ. यता चाहिँ सिटी पनि लागिरहेको थियो क्या. अनि यहाँ तेल हालिसके पछाडि अब चाहिँ पालो आयो मेथी र जिराको. मेथी र जिरा पनि हाले पछाडि अब चाहिँ म यहाँ हाल्दैछु प्याज, चप्ड प्याज. र प्याज पछाडि चाहिँ बेसरहरू हल्का ब्राउन भइसक्छ प्याज अनि चाहिँ बेसर हाल्छु म चाहिँ. सो अब पालो आयो बेसर पनि हाले पछाडि यसलाई मजाले चलाएर अब चाहिँ हामी हाल्छौँ च्याउ. अब चाहिँ मैले च्याउ हालेर यसलाई मजाले मिक्स गर्छु र मिक्स गरेर एकछिन मजाले भुटे पछाडि चाहिँ अब म यसमा हाल्छु नुन. सो यहाँ चाहिँ मैले नुन पनि हालेँ होइन. र यसलाई फेरि एकछिन मजाले भुटेँ अनि भुटेपछि मैले चाहिँ यहाँ टमाटर रेडी पारेर राखेको थिएँ. सो त्यही टमाटरलाई चाहिँ अब म हाल्छु. त्यो हल्का फ्राई भए पछाडि सो अब चाहिँ टमाटर हाले पछाडि यस्तो भयो है त हाम्रो यो च्याउ. टमाटर हालिसकेपछि चाहिँ हाम्रो यो च्याउको सब्जीमा दामी कलर आएको छ एज यु क्यान सी इट गाइस. त्यस पछाडि चाहिँ अब म अदुवा लसुनको पेस्ट बनाएर राखेको छु मैले. अब त्यसको पालो आयो. सो अब चाहिँ यो म हाल्छु. एकदम टेस्टी हुन्छ यसरी हालेको सब्जी. सो अब यो हाले पछाडि फेरि यसलाई मिक्स गर्ने र एकछिनसम्म फ्राई हुनलाई छोडिदिने. र यहाँ चाहिँ कस्तो खाम कलर भएको छ होइन. खाम खालको कलर. र यति भुटेपछि यसलाई एकछिन छोपिदिने एउटा सानो प्लेटले. र छोपे पछाडि म चाहिँ अब गएँ माथि छतमा धनियाँ खोज्न. र यहाँ चाहिँ कस्तो मजाले धनियाँ आएको रहेछ. अनि धनियाँ टिपेर लिएर आएँ र यसलाई अब म चप्ड गरेर यो च्याउको सब्जीमा हाल्छु. अनि हाम्रो च्याउको सब्जी चाहिँ रेडी हुन्छ. सो गाइस अनि मैले मसला पनि हालेँ है.